Good morning, namaste, Suslab, and welcome to this vlog, everyone. So I'm doing this one as usual after vlog, and as a happy Holi, hey. So by the way, this is me and the sister from Gorkha Arughat, and म चाहिँ अहिले आरुघाटमा छु अनि स्टोर चाहिँ यहाँनिर भाँसिरहेको छ है अनि आज चाहिँ होली हो I don't have यस्तो धेरै होलीको मेमोरी अनि होली चाहिँ बच्चा बेलामा नै अलिअलि खेलिन्थ्यो हामी त्यस्तो त्यस्तो खासै खेलिन्न अनि त्यसपछि गएर आज पनि बच्चाहरु यहाँ वरिपरि चाहिँ अलिअलि खेलिरहेको छ अनि घरमा चाहिँ मेरो मम्मी आफ्टर लङ आउनु भएको छ अनि के कस्तो हुन्छ आजको दिनको अ डे इन माइ लाइफ होलीको चाहिँ म भिडियो बनाउने कोसिस गर्नेछु सो स्टे ट्युन्ड एन्ड हैव अ गुड डे एभ्रीवन यहाँ चाहिँ यो के यो स्किन केयरको लागि हामीले टिकटकमा देखाएको थियौँ अनि मम्मीले चाहिँ मैले अस्ति नै सुन्तला खाँदै यो सुन्तलाको बोक्रा सुकाएर फेरि के गर्ने फेस प्याक बनाउने भनेर सोचेको थियो अनि म पनि उता गएँ मम्मी पनि काट्नु जानुभयो अनि यो चाहिँ यहाँ सुकेर यस्तै सुकुटी बनिरहेको छ केही कामको भएन नि लाइन चाहिँ फेरि आउने जाने भइरहेको छ आज निग्रो आएको छ हाम्रो उताबाट अनि यो चाहिँ यस्तो जङ्गलतिर खोज्दा पाउँछ क्या यो चाहिँ दिस लुक लाइक दिस अनि मलाई चाहिँ एकदमै मनपर्छ अनि अहिलेको सिजनमा चाहिँ यो एकदमै मिठो हुन्छ अनि यहाँ छ मेरो प्यारी प्यारी मम्मा हाई भन्नु न हाई हाई भन्नु मम्मी हाई हेलो हेलो अहिले चाहिँ हामी आइसक्यौँ यहाँ खोलाको यता खासमा हामी उता खोलामा जाने सोचेको तर फेरि यहाँ यति ठुलो पानीहरू चाहिँ किन उता धाइराख्नु भनेर होइन अनि हाम्रो चाहिँ यहाँनिर पुल छ यस्तो गण्डकी चाहिँ यस्तो निलो छ हाम्रोनिर निलो गण्डकी चाहिँ यो अनि चाहिँ हाम्रो बेबी यहाँ यसलाई वास गरौँ हल्का अनि मम्स र म आएको छु अनि हामी आज होली पनि खेल्दै हामी काम गर्छौँ सो लेट्स डु इट आज मैले स्ट्यान्ड नै लिएर आइनँ क्या फेरि जन्केर खाएर मम्मी यहाँ काम गर्दै यति कोचेको हो यो खाने पानी यो पानी खान्छ खान्छ तर यो पानी चाहिँ कस्तो मिठै हुँदैन क्या कस्तो ल्याप परेको हुन्छ सो त्यही भएर यहाँ लुगा कोचेर ल्याएँ यो स्कुटरको चाहिँ दिदीको त्यस्तै मजाको छ है अनि यहाँनिर चाहिँ छ हाम्रो खजाना यसलाई चाहिँ राखौँ र यसलाई हल्का वास गरौँ यहाँ पुरै धुलो लागेको छ तर म यो सफा गरिदिनु लुगा चाहिँ धोएर भ्याइसक्यौँ अनि सुकाउने ठाउँ चाहिँ लुकेट्दैछ यस्तो छ हाम्रो मम्मीको अनि यहाँ चाहिँ मम्मी अनि यहाँनिर चाहिँ ठाउँ अलिकति कुचुक्का भयो उता जान पर्ने जस्तो लाग्यो सो त्यही नै हो यहाँनिर चाहिँ बुङ्गुर पालेको छ अब चाहिँ हामी घर जान्छौँ सो पहिला पनि हामी यहाँ नुहाउन आउँथ्यौँ कि यहाँ माथि माथि थियो धाराहरू अनि त्यसपछि मैले चाहिँ कोही कोही बेलामा होइन लुगा यहीँ छोडेर जान्थेँ कि अनि यहीँ छोडेर जान्थ्यो अनि एक हप्ता 10 दिनपछि नुहाउन आउँदा पनि त्यो लुगा त्यहीँ सुकिरहेको हुन्थ्यो क्या सो त्यस्तो यहाँ चाहिँ पहिला हामी बच्चादेखि यहाँ नुहाउँथ्यौँ तर यहाँ माथिबाट चाहिँ कस्तो हो भने भिड छ क्या भिड पहिरो जाला जस्तो हाम्रो मम्मी चाहिँ यस्तो होलीसोली केही खेल्नु मन लाग्दैन कि म जबरजस्ती लागिदिन्छु आज यहाँनिर चाहिँ मैले होलीको रङ चाहिँ यसमा हालेर ल्याएको थिएँ गयो ओके ओके यो बट्टामा छ कस्तो राम्रो के लुक देश ल हल्का लाइन चिलाउनु ह्याप्पी होली हाम्रो त यस्तो हुन्छ ह्याप्पी होली त छैन यस्तो केही ल मलाई लगाइदिनु त यहाँ झकुलुमा पर्छ के पिङ्क कलर रहेछ के पर्दैन थियो लाउनु त ए पक्का हो होइन यति मात्रै लाउनु ह्याप्पी होली लुगा परेछ अहिले हेरेँ त्यो कहाँ लगाइदियो भयो यो त धोतीको हो कस्तो भयो धोतीको कलर हो त्यस्तै होइन कि ढ्याप्प लाउनु न ढ्याप्प पो त्यस्तो हो म ढ्याप लाउनु ढ्याप ढ्याप ढ्याप्प ढ्याप्प अर्को पनि खत्ता बस्यो ओ बसिरहन्छ छोड्छु अघि भनेको अब यहाँ हातमा गएर म तैँले के देखाइछु यो रङ ल्याउने मान्छे चाहिँ उहाँ हो है फेरि मैले ल्याएन
यस्तो भयो अब भो त फैलाउनु त भिडियो गर्नु छैन अलि त म त देखिनँ ल अब हल्का यस्तो धुनु पर्यो सनस्क्रिन जान्छ कि फेरि सनस्क्रिन 2 घन्टामा अप्लाई गर्नुपर्छ अरे कि के 2 घन्टा हामी त घरि लाउँदै ल हजुर पुसे किनकि हेलमेटले लपताइदिन्छ हाम्रो होली पनि सक्यो होली पनि खेल्यौँ आमा छोरी लुगा पनि बिचमा प्याकिङ चाहिँ यति भयो अब चाहिँ यता अगाडिपट्टि राखौँ हामी घर जान्छौँ आज चाहिँ होली भएर हल्का चहल पहल चाहिँ भइरहेको छ अनि घर आइसकेँ अनि मम्मी चाहिँ लुगा सुकाउँदै हुनुहुन्छ होइन अनि यहाँ लत्रे भनेर गुजुल्टो पारेर गएको थिएँ नि कुहिएछ क्या यो चाहिँ यहाँ पात अनि यहाँ होली लगाइरहेछ हाम्रो टोलतिरै पुराहरू यहाँ यामा हो सो यस्तो छ हाम्रो यहाँतिर चाहिँ होली लगाइरहेछ ए ल यो एउटा दुईवटा तिनवटा अहिले धुँदै तिनवटा यस्तो सेम ल जम्मै यस्तो खालको बुट्टा भरेकोले मम्मीले लुगा किन्दाखेरि एउटै कलर एउटै डिजाइन मनपर्छ कलर छुट्टै चाहियो अरे कलर छोरी यहाँ चढाउरी ओके आउटफिट चेक है त सरी आउटफिट चेक यो मेरो अनुपाको बिजनेसको 15,000 को टी सर्ट हो यो होलीको अनि त्यो कहानी छुट्या त्यसको अनि यो भित्रको त्यसले जडाउँदै हो मलाई त्यो भित्र यो भित्रको यो पनि अनुपाकै हो अनि त्यो यो चाहिँ कान्छीको यो यस्तो छ मेरो फिट चेक मेरो जे फिट पनि त्यो दुईजनाको एउटा न एउटा कता न कता झुन्डेकै हुन्छ ट्यास्टेकै हुन्छ क्या यस मम्मीको चाहिँ तर फेरि मम्मीको मात्रै हुन्छ लुगा मेरो चाहिँ बहिनीहरूको हुन्छ जम्मै